यो नामयोगी शब्दहरू भनेर आज म हजुरलाई पढाउन लाग्यो। नामयोगी शब्दहरू भनेको चाहिँ मैले पहिला अव्ययको प्रकारमा हजुरलाई पढाएको थिएँ नि। नामयोगी अनि त्यसपछि क्रिया विशेषण, संयोजक होइन, विस्मयादि बोधक यो कुराहरू मैले हजुरलाई पढाएको थिएँ नि। अब नामयोगी भनेको चाहिँ नाम सँगसँगै जोडेर आउने शब्दहरू के। नाम सर्वनाम विशेषणसँग एउटै डिकोमा जोडेर आउने शब्दहरूलाई चाहिँ नामयोगी शब्द भन्छ। यहाँ नाम सर्वनाम र विशेषण शब्दसँग जोडिएर आउने शब्द नामयोगी शब्द हो भनेको छ। जस्तै अब यहाँ नाम भनेको घर भयो, घर नाम शब्द भयो। अनि यो माथि भनेर आएको छ नि, घर माथि एउटै डिकोमा, यो चाहिँ नामयोगी शब्द भयो है। त्यस्तै यहाँ सर्वनामसँग पनि जोडेर आउने भनेको छ नि। अनि म भनेको सर्वनाम भयो, मतिर भनेको यो तिर चाहिँ नामयोगी शब्द भयो, एउटै डिकोमा जोडिया नि त मतिर भनेर होइन। अनि त्यस्तै गरी यहाँ विशेषण शब्दसँग भनेको छ। अनि यो राम्रो भनेको विशेषण, राम्रोसँग पढ होइन, राम्रोसित गर भनेको सँग, सित, माथि, मुनि, बाट, यो अनि यो सबै शब्दहरू चाहिँ एउटै डिकोमा नाम सर्वनाम र विशेषण शब्दसँग जोडिएर एउटै डिकोमा आयो भने चाहिँ त्यो चाहिँ नामयोगी शब्द हो है। थ्याङ्क यू माया।